आज मैले वचनको शीर्षक लिएको छु, यो परिस्थितिमा हामी मण्डलीले के गर्ने। अनि यो खण्ड मैले हिब्रूको 10 अध्यायको 23 देखि 25 पदमा लिएको छु र विशेष गरिकन 24 र 25 बाट म तपाईहरुसँग केही बाँड्न चाहन्छु। हिब्रूको 10 अध्यायको 23 देखि 25 म यो पढ्नलाई गइराखेको छु। यहाँ यसरी लेखेको छ, हामीले दृढ स्वीकार गरेको आशालाई दोधार नभइकन दरिलोसँग थामी राखौं, किनकि जसले प्रतिज्ञा गर्नुभयो उहाँ विश्वासयोग्य हुनुहुन्छ। हामी एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं। कति जनाको संगतिमा नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिकै आइरहेको तिमीहरूले देखेको हुनाले एउटाले अर्कोलाई झन प्रोत्साहन देऊ। प्रभुले यस वचन पढाइमा आशिष देउन्। अहिले मण्डलीका सदस्यहरू अलमल्लमा परेको अवस्था छ। के गर्ने, कसरी गर्ने भन्ने सम्बन्धमा धेरैजना पास्टर तथा अगुवाहरू आत्तिरहेको समय छ। हामीले यो समयमा के गर्ने? हामी वचनबाट जति सक्दो छोटो गरिकन सरसर्ती हेर्नेछौँ। आज म तपाईहरुसँग यो खण्डबाट 4वटा बुँदाहरू बाँड्नलाई गइराखेको छु। 4वटा बुँदाहरू। यो 4वटा बुँदाहरू 2वटा बुँदा 1 र 4 झण्डै उस्तै छन्, तर पनि मैले 4वटा गरिकन मैले तपाईहरुसँग बाँड्न गइराखेको छु। पहिलो बुँदा, एउटा कुरा 24 पदमा, हामी एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने। हामी एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने। यो लेखेको छ नेपाली बाइबलमा, तर किङ जेम्स भर्सन बाइबलमा हेर्ने हो भने यो उत्साहित गराउने भन्ने शब्दलाई चाहिँ प्रोभोक भनेर भनिएको रहेछ, जुन शब्द चाहिँ प्रोक्सोमोस भन्ने शब्दबाट आएको रहेछ। ग्रीक शब्द चाहिँ प्रोक्सोमोस, अनि यसलाई चाहिँ उत्साहित गराउनु अर्थात् उत्तेजित गराउनु भन्ने यसको अर्थ हुँदो रहेछ। प्राय जसो यो प्रोभोक भन्ने शब्दलाई नकारात्मक रूपमा मात्र लिएको हामी पाउँदछौँ। प्रोभोक गराउने, अरूलाई रिस उठाउने भन्ने कुराहरू पनि त्यस प्रकारले लिन सक्दछौँ। यी दिनहरूमा हामीसँग प्रशस्त समय छ। हामी आफ्नो घर परिवारसँग समय बिताउने र कुनै रचनात्मक काम गर्ने र अरूलाई प्रोत्साहन गर्ने काम हामीले गर्नुपर्ने हो यो समयमा। तर हामी कति समय चाहिँ टिभी हेरेर, युट्युबहरू हेरेर र कति नकारात्मक कुराहरू, त्यसमा भएका नकारात्मक कुराहरू पढेर, सुनेर, रिसाएर प्रतिक्रिया जनाउने कामहरू गर्छौँ। त्यो भनेको चाहिँ प्रोभोक्ड हुनु। कसैले प्रोभोक गर्यो, उनीहरूले लेखेर अथवा भनेर कुनै कुराहरू भन्यो, हामी त्यो प्रतिक्रिया जनायौँ, त्यो चाहिँ प्रोभोक्ड हुनु हो। प्राय जसो त्यो काम केटाकेटीपना भनेर हामी बुझ्न सक्छौँ। हामी जब केटाकेटीहरूले केही कुरा भन्ने बित्तिकै त्यसको प्रतिक्रिया जनाउने गर्दछन्। परिपक्व मानिसहरूले नबुझी नजानिकन त्यति हतपति प्रतिक्रिया पनि जनाउँदैनन्। अनि प्रतिक्रिया जनाउने कुरामा हामी होशियार पनि हुनुपर्छ। हामीले जब प्रतिक्रिया जनाउँछौँ, केही कुरा भनी पठाउँछौँ, अनि त्यो कुराको अर्को प्रतिक्रिया आउन सक्दछ। अहिले यस्तै भइराखेका छन्। भर्खरै एकजना भाइ अहिले जेलमा पर्नु भएको छ। कारण के भनेदेखि उहाँले युट्युबमा केही भिडियोहरू हाल्नुभयो। पछिबाट हामीले थाहा पायौँ यो भिडियो हाल्ने काम पनि अरू कसैले काटकुट गरेर हालिदिए। अनि जुन कुराहरू
अरूले काटकुट गरेर जोडेर हालिदिए। भन्न खोजेको कुरा र गर्न खोजेको कुरा अर्कै भयो। घरमा बसेर प्रार्थना गर्नुपर्ने, सङ्गतिमा गरेरको प्रार्थनाका कुरा भिडियोमा हालियो, जुन कुरा नगर्दा पनि हुन्छ। तपाईँ र मैले घरमा के गर्छौँ, सबै कुरा सबैले जानुन् भन्ने कुराहरू पर्दैन। मैले प्रार्थना गरेको प्रभुसँग प्रार्थना गर्ने हो, सबै मिलेर प्रार्थना गर्ने, सबैसँग गर्ने प्रार्थना हो। तर हामीले यो सोसियल मिडियामा राख्दा होसियार किन हुनु पर्यो भनेदेखि हामीले गरेको यो प्रार्थना हामीले मात्र होइन, सबैले हेर्ने गर्दछन्। अनि त्यस्तो अवस्थामा हामी चाहिँ होसियार बन्नु पर्यो प्रियहरू। हामीले गरेको प्रार्थनाहरूले बुझ्दैनन्। तपाईँ र मैले अन्य भाषामा प्रार्थना गर्छौँ, अरूले बुझ्दैनन्, अरूको लागि केही अर्थ रहँदैन। त्यसैले गर्दाखेरि प्रार्थना गर्दा बुझिने भाषामै प्रार्थना गर्दा राम्रो भएन र? अनि अन्य भाषामा प्रार्थना गर्नु छ भने एक्लै बसेको बेला प्रभुसँग गर्दा भइहाल्यो नि। नभए अरूले कसरी हामीसँग आमेन भन्ने? नभए हामी हाँसोको पात्र हुन्छौँ। यसै कारणले कोरिन्थको पुस्तकमा लेखिदिएको कुरा पनि यही कारणले गर्दाखेरि लेखिएको हो। अनि अर्को कुरा, हामीले प्रतिक्रियाहरू जनाउँदाखेरि हामीलाई ठिक लाग्ला त्यही कुरा अर्को व्यक्तिलाई बेठिक लाग्ला, अनि त्यही कुरा हामीले प्रतिक्रिया जनाउनु पर्छ भन्ने छैन प्रियहरू। हामीले त्यो प्रतिक्रिया जनाइहाल्नुपर्छ भन्ने छैन। यसर्थ म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु, तपाईँलाई ठिक लागेको भए तापनि तपाईँले झट्टै प्रतिक्रिया नजनाइदिनुहोस्। यो मेरो अनुरोध हो। किनकि वचनमा लेखिएको छ, सबै कुरा न्यायसङ्गत छन् तर सबै कुरा फाइदाका छैनन्। सबै कुरा न्यायसङ्गत छन् तर सबै कुराले सुधार गर्दैन। सबै कुरा न्यायसङ्गत लाग्ला तपाईँलाई, तर त्यसले फाइदा नै गर्दैन, न त त्यसले सुधार गर्छ भने त्यो कुरा किन गर्नु पर्यो? नगर्दै भएन र? तपाईँ र मलाई ठिक लागेको कुरा अरूलाई ठिक लाग्दैन, नगरौँ, ठिकै छ। हिजो पनि हामी कुरा गर्दै थियौँ, कतिचोटि हामी वाद विवाद गर्छौँ मानिसहरूसँग। हामी वाद विवाद जितौँला तर मानिसहरूको मन दुखाइ पठाउँछौँ, के फाइदा छ? मित्रहरू, यो वाद विवाद गर्ने समय होइन। मानिसहरू मरिराखेका छन् हजारौंको संख्यामा। हामी सबैलाई यो कुरा थाहा भएको छ, मृत्यु सबैको लागि हो। कुनै पनि बेलामा हामीहरूको मृत्यु हुन सक्छ। अनि 2 दिन जिउने जीवनमा अरूको चित्त दुखाएर, अरूलाई बाधा पुर्याएर, जित्नुकै कारण अरूको मन दुखाएर किन गर्नुपर्छ? फाइदाका छैनन् भने त्यो कुराहरू नगरौँ हामीले। तर यहाँ भन्न खोजेको कुरा चाहिँ के रहेछ भनेदेखि नि, पावलले चाहिँ के भन्नु, हामीले असल कुराको लागि चाहिँ हामी प्रोत्साहन दिउँ, असल कुरा हामी गरौँ। पावलले त्यही काम गरे। कोरिन्थको मण्डलीलाई दोस्रो पत्र लेख्दै गर्दाखेरि उनले प्रोत्साहन दिएका छन्। उनले असल कुराको लागि प्रोत्साहन दिए। उनले पहिलो पत्रमा कोरिन्थको मण्डलीलाई लेखे। उनले कतिवटा कुरा त्यहाँ बताएका छन्। अनि 8 अध्यायमा, दोस्रो कोरिन्थीको 8 अध्यायमा हामीले हेर्यौँ भनेदेखि त्यहाँ म्याकेडोनियाका मण्डलीका कुरा उनले गरेका छन्। कसरी म्याकेडोनियाका मण्डली एकदमै उत्साहित भएर प्रशस्त गरिकन दिएको, अभावको समयमा पनि दिएको। उनीहरूले आफ्नो लागि मात्र हेरेनन्। प्रिय मित्रहरू, अहिले हामी स्वार्थी हुन सकौँला। मलाई मेरो परिवारको लागि, किनकि विश्वव्यापी रूपमा नै यो अवस्था आएको कारणले गर्दाखेरि मेरो परिवार कसरी बाँच्ने हामी सोच्न सकौँला। तर कोरिन्थको मण्डलीबाट, माफ गर्नुहोस्, म्याकेडोनियाको मण्डलीबाट हामीले सिक्नुपर्ने, उनीहरूले अभावमा पनि प्रशस्त गरिकन दिए। यही कुरा उनले कोरिन्थको मण्डलीलाई लेखिराखेका छन् र उत्साह दिने काम गरिराखेका छन्। दोस्रो कोरिन्थी 9:2 किनभने म तिमीहरूको तत्परता जान्दछु, यसको विषयमा म्याकेडोनियाका मानिसहरूका सामुन्ने तिमीहरूको गर्व गर्दै मैले भनेको थिएँ कि पोहोर सालदेखि नै अखैयामा तयारी भइराखेको छ। तिमीहरूको जोशले तिमीहरूमध्ये धेरैजनालाई, माफ गर्नुहोस्, तिमीहरूको जोशले तिनीहरूमध्ये धेरैजनालाई उत्तेजित पारेको छ। कोरिन्थको मण्डलीमा भएको जोशलाई देखेर म्याकेडोनियाका मानिसहरू उत्तेजित भए,
असल कुराहरूको लागि उत्तेजित भए। अनि यही कुरा उनले लेखेका हुन् कोरिन्थका मानिसहरूलाई। प्रिय मित्रहरू, तपाईँ र मेरा कुराले मानिसलाई असल कुराको लागि उत्तेजित पार्दैछ कि दुरुत्साहित गर्दैछ? हामी के काम गर्दैछौँ? पावलले चाहिँ भन्दैछन्, तिमीहरूका कुराले मेकेडोनियाका मानिसहरू उत्साहित भए, उनीहरूले उत्साहित भएर दिए। सन्तहरूको आवश्यकता पूरा गर्नको लागि उनीहरू चाहिँ दिनलाई तयार भए। उनले यो कुरा लेख्दछन्। अनि हिब्रूको पुस्तकमा पनि हामी यो कुरा पढ्न पाउँछौँ। 10:11 माफ गर्नु, 6:10-11 हिब्रू 6:10-11 परमेश्वर अन्यायी हुनुहुन्न र तिमीहरूका काम र उहाँको खातिर सन्तहरूका सेवा, माफ गर्नुहोस्, म फेरि पढ्छु। परमेश्वर अन्यायी हुनुहुन्न, तिमीहरूका काम र उहाँको खातिर सन्तहरूका सेवामा तिमीहरूले देखाएको प्रेम उहाँले भुल्नुहुन्न। तिमीहरू अझै पनि त्यस्तै सेवा गरिरहेका छौ। हामी जान्दछौँ कि तिमीहरू प्रत्येकले आफ्ना सम्पूर्ण आशा प्राप्त गर्नको निम्ति अन्त्यसम्म यही तत्परता देखाउँदछौ। अन्तसम्म तिमीहरूले यो तत्परता देखाउँदछौ। अनि उनले भनेका, लेखकले भनेका कुरा चाहिँ त्यही नै हो। परमेश्वर न्यायी हुनुहुन्छ। तपाईहरूको काम र उहाँको खातिर, कसको खातिर? पास्टर, एल्डर, डिकन, डिकनेसहरू, इभान्जेलिस्टहरूको खातिर होइन, परमेश्वरको खातिर सन्तहरूको सेवामा तपाईहरूले देखाउनु भएको प्रेम परमेश्वरले भुल्नुहुन्न। जुन तपाईले पहिला गर्नुभयो र अहिले गरिराख्नु भएकै छ। अनि लेखकले भन्दछन्, हामी जान्दछौँ कि तपाईहरू प्रत्येकले आफ्नो सम्पूर्ण आशा प्राप्त गर्नको निम्ति अन्त्यसम्म तत्परता देखाउँदछौँ। प्रियहरू, मेरो प्रभुसँगको प्रार्थना पनि त्यही हो। जीवनको अन्त्यसम्म सन्तहरूको सेवा र सहायताको निमित्त प्रभुले मलाई त्यो हृदय देऊन्, सेवाको काममा म तत्पर रहन सकूँ। पहिलो थिस्सलुनिकी 3:12-13। पहिलो थिस्सलुनिकीको 3:12-13। जसरी हामी तिमीहरूलाई प्रेम गर्छौं, त्यसरी नै प्रभुले तिमीहरूलाई एउटाले अर्कोसँग र सबै मानिसहरूसँग प्रेममा, फेरि पढ्छु म, जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौं त्यसरी नै प्रभुले तिमीहरूलाई एउटाले अर्कोसँग सबै मानिसहरूसँग प्रेममा बढ्ने र प्रशस्त भइरहने तुल्याउन्। यो चाहिँ पावलको प्रार्थना हो थिस्सलुनिकेमा भएका मण्डलीहरूको निमित्त। म पनि तपाईहरुको लागि प्रार्थना गर्छु। हामी गङ्गबु मण्डली पनि यो प्रार्थना गरौँ, प्रभुलाई भन्न सकौं, प्रभु हामी पनि त्यो प्रेम त्यसरी नै प्रेम गर्न सकौं। एउटाले अर्कोलाई प्रेम गर्ने कुरा, मानिसहरूसँग प्रेममा बढ्ने कुराहरूमा प्रशस्त भइरहने प्रभुले हामीलाई तुल्याइदिउन् भनेर हामी प्रभुसँग प्रार्थना गरौँ। 13 पदमा, यस हेतुले कि उहाँका सबै सन्तहरूको साथमा हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन हुँदा उहाँले हाम्रा परमेश्वर पिताको सामुन्ने तिमीहरूका हृदय पवित्र र निष्कोट तुल्याई स्थिर गरून्। के को लागि? के को लागि? प्रभुको आगमनको लागि। जब प्रभु आउनुहुन्छ उहाँले तपाईं र मलाई प्रेममा र असल काममा प्रशस्त भएको उहाँले भेटाउनु भएको होस्। उहाँले हामीलाई निष्कोट भेटाउनु भएको होस्। हामीहरूको हृदयमा पवित्रता उहाँले पाउन सक्नु भएको होस्। हामी पिताको सामुन्ने, यहाँ लेखेको चाहिँ परमेश्वर पिताको सामुन्ने तिमीहरूको हृदय पवित्र र निष्कोट तुल्याई स्थिर गराउन्। हामी यो कुराको लागि एकअर्काको लागि प्रार्थना गरौँ। दोस्रो बुँदा, पहिलो बुँदा हामीले पढेको अनुसार एउटाले अर्कोलाई प्रेम र असल कामको निमित्त,
कसरी उत्साहित गराउने त्यस कुरामा विचार गरौँ। अब दोस्रो बुदा चाहिँ हामी हेर्नेछौँ। दोस्रो बुदा, हामी एकसाथ भेला हुन नछोडौँ। एकैसाथ भेला हुने कुरा हामी नछोडौँ। अहिले मण्डलीहरू मात्र होइन, संसारभरिका मानिसहरूका, संसारभरिका हाम्रो मण्डली मात्र, मैले भन्न खोजेको माफ गर्नुहोस्, हाम्रो मण्डली मात्र होइन, संसारभरिका मण्डलीहरूको लागि एउटा चुनौतीको समय आएको छ। एकैसाथ शरीरमा भेला हुन सम्भव छैन। मान्छेले भर्चुअल चर्च भन्दछ, अनलाइन मान्छेहरू भेटिराखेका छन् र अहिलेको अवस्थामा जुन अत्यन्त आवश्यक कुरा हो। तर पनि हामी जब सम्भव हुन्छ हामी एक ठाउँमा भेला हुने नै छौँ प्रियहरू। हामी समय आएपछि हामी एकसाथमा भेला हुन सक्छौँ। तर अहिलेको अवस्थामा 2 वा 3 जना मिलेर हामी भेला हुन सक्छौँ। हामीलाई दिएको प्रविधिको प्रयोग गरेर हामीहरूका संगतिहरूलाई हामीले निरन्तरता दिन सक्दछौँ। सँगै एकैसाथ भेला भएर गरेको जस्तो रमाइलो नलाग्ला कतिजनालाई, तर पनि प्रविधिको प्रयोग गरेर हामी भेला हुन छोड्नु हुँदैन। हामीलाई चाहिँ एक्ला एक्लै लाग्छ, तर प्रभुको दृष्टिमा त हामी एकैसाथमा छौँ, वरपर छौँ, हामी उहाँको नजिकमा छौँ भनेर हामीले मान्नुपर्छ, लिनुपर्दछ। अहिले समय आउनेछ जब खुला हुन्छ तब हामी फेरि एकैसाथ भेला हुन्छौँ। अहिले मैले भन्न खोजेको चाहिँ हामी जस्तो छौँ त्यस्तै एकसाथमा भेला हुन चाहिँ नछोडौँ है। यसरी नै भेला हुन नछोडौँ। चाहे तपाईँ 2-3 जना होला, तर प्रभु तपाईँहरूको माझमा हुनुहुन्छ। मत्ती 18:20 पदमा, जहाँ 2 कि 3 जना मेरो नाउँमा भेला हुन्छन् म तिनीहरूको माझमा हुन्छु। मत्ती 18:20ले भनेको कुरा सत्य हो, झुटो हुन सक्दैन, उहाँको वचन हो। जहाँ 2 कि 3 जना मेरो नाउँमा भेला हुन्छन्। अहिले परिवारमा 2 कि 3 जना भेला भइराखेको पनि होला। श्रीमान श्रीमती मात्र पनि होला, आमा र छोरीहरू, आमा र छोरा, बाबु आमा छोरा छोरीहरू हुन सक्छ। तपाईहरु साथी कोठामा, विदेशमा रहनुभएका मित्रहरू तपाईँ पनि यस प्रकारले भेला हुनुभएको होला। मेरो बाइबलले भन्दछ, जहाँ येशूको नाममा भेला हुँदछन्, प्रभुले भन्नुभयो म तिनीहरूको माझमा हुन्छु। यूहन्ना रचित सुसमाचार 20 अध्यायको 19 र 20 पद हामी हेर्छौं र 29 पद पनि हामी हेर्नेछौं। यहाँ के लेखेको छ भनेदेखि यूहन्नाको 20:19 र 20मा, त्यही दिन अर्थात् हप्ताको पहिलो साँझ जब यहुदीहरू डरले चेलाहरू ढोका बन्द गरेर भित्र बसेका थिए, येशू आएर तिनीहरूको माझमा उभिनु भयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई शान्ति। यति भनेर उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनु भयो। प्रभुलाई देखेर चेलाहरू अति खुसी भए। मित्रहरू, यो चाहिँ येशूको पुनरुत्थान भएपछिको घटना हो। येशू क्रुसमा टाँगिनु भयो, उहाँ मारिनु भयो, चेलाहरू डराए, उनीहरू लुक्न गए, घर घरमा उनीहरू लुकेर बसेका थिए। यहुदीहरूको डरले चेलाहरू चाहिँ ढोका बन्द गरेर बसेका थिए। सबै चेलाहरू पनि थिएनन् त्यस बेलामा। थोमा, दिदिमस पनि थोमा त्यहाँ थिएन। तर त्यति नै बेला ढोका बन्द गरिएकैमा येशू तिनीहरूको माझमा उभिनु भयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई शान्ति। मैले अघि पनि भन्दै थिएँ, मित्रहरू, एकछिन तपाईहरु आँखा बन्द गर्नुहोस् त, किनकि तपाईको शरीरको आँखाले तपाईले येशूलाई देख्न सक्नुहुन्न। यो हृदयको आँखा खोलिनु पर्दछ, मनको आँखाले उहाँलाई देख्नु पर्दछ। एकछिन शरीरको आँखालाई बन्द गर्नुहोस्, हृदयको आँखा खोल्नुहोस्, हेर्नुहोस्, येशू तपाईको नजिकमा हुनुहुन्छ, तपाईको अगाडि हुनुहुन्छ। तपाईको मनमा डर छ, कोरोना भाइरसको डर, संक्रमण फैलिराखेको छ,
दिन हजारको संख्यामा मानिसहरू मरेको छ। कसरी घर फर्किनेको डर, कतिलाई काम गुमाएकोमा फेरि काम पाउने कि नपाउने त्यो डर, काठमाडौँ कसरी जाने कतिलाई त्यो डर, मेरो परिवारको भविष्य के होला त्यसको डर, रोग लाग्यो भने कसरी के गर्ने त्यो डर, परिवारको लागि खाद्यान्न पुग्छ कि पुग्दैन त्यो डर। तपाईले डराउनु भएको छ? प्रभुले भन्नुहुन्छ तिमीहरूलाई शान्ति, तिमीहरूलाई शान्ति। मित्रहरू, उहाँको त्यो मधुर आवाजलाई सुन्नुहोस्। प्रभुले भन्नुहुन्छ नडरा, म तँसँग छु। पानीबाट भएर जाँदा, आगोबाट भएर जाँदा, त्यो परिस्थितिमा पनि म तँसँग छु। उहाँलाई भन्नुहोस् प्रभु धन्यवाद। यहाँ देख्नुहुन्छ यति भनेर उहाँले तिनीहरूलाई आफ्नो हात र कोखा पनि देखाउनु भयो। अनि प्रभुलाई देखेर चेलाहरू अति खुसी भए। तपाईको हृदयको आँखा खोल्यो। प्रभुलाई तपाईले अहिले देख्न सक्नुभयो भने तपाईले ढाडस पाउनुहुनेछ, तपाईँ खुसी हुन सक्नुहुनेछ। अब तेस्रो मुद्दा, तर प्रभुको दिन नजिक आइरहेको देखेर, प्रभुको दिन नजिक आइरहेको। मित्रहरू, अघि हामीले हेरेको अनुसार यो 25 पदमा यो हिब्रूको 10 अध्यायको 25 पदमा दोस्रो खण्डमा प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेको हुनाले एउटाले अर्कोलाई प्रोत्साहन दियो। अनि यो नजिक आइरहेको कुराहरू के तपाईलाई त्यस्तो लाग्दैन? प्रभु नजिकै आउँदै हुनुहुन्छ। उहाँले भन्नुभएका सबै कुराहरू पूरा भइराखेका छन्। योभन्दा अगाडिका एपिसोडमा पनि हामीले हेर्यौं प्रभुको आगमनको सम्बन्धमा। उहाँले भन्नुभएका भविष्यवाणीहरू पूरा भइराखेका छन्। ठाउँ ठाउँमा अनिकाल पर्नेछ, भैँचालो जानेछ, भाइले भाइलाई पक्राइदिनेछ, बाबु आमाले छोराछोरीलाई, छोराछोरीले बाबु आमालाई। आकाशमा चिन्हहरू देखा पर्नेछन्, महामारी आउनेछ, महासङ्कटको समय आउनेछ। ती सबै कुराहरू पूरा भइराखेका छन्। अहिले तपाईले देखिराख्नु भएको छ। अनि मत्तीको 24 अध्यायको 33 र 34 पदमा त्यही कुरा लेखिएको छ। त्यसरी नै तिमीहरूले पनि अब यी कुराहरू भएका देख्नेछौ। अब ऊ नजिकै ढोकामा छ भनी जान। साँच्चै म तिमीहरूलाई भन्दछु कि यी सबै कुरा पूरा नहुन्जेल यो पुस्ता बिति जाने छैन। मित्रहरू, उहाँले भन्नुभएका कुराहरू पूरा भइराखेका छन्। उहाँ चाँडै आउँदै हुनुहुन्छ। उहाँको आगमन नजिकै छ। यो मर्कुसको 13 को 29 र 30 पदमा पनि लेखेको कुरा त्यही नै हो। यसरी नै तिमीहरूले पनि जब यी घटना भइरहेको देख्छौ तब ऊ नजिक छ, ढोकामै छ भनेर जान। साँच्चै म तिमीहरूलाई भन्दछु यी सबै कुरा भइ नसकुन्जेल यो पुस्ता बिति जाने छैन। रोमी 13 को 11 देखि 13। रोमी 13 को 11 देखि 13। यस बाहेक यो वर्तमान संसार कस्तो छ सो तिमीहरूलाई थाहा छ। अब निन्द्राबाट बिउजने बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ। रात बितिसक्यो, दिन नजिकै आइपुगेको छ। यसकारण अन्धकारको काम छोडेर हामी ज्योतिका हात हतियार धारण गरौं। दिउँसो जस्तै गरी हामी ठीकसँग चलौं। मोज मजामा, पियक्कडपनमा, व्यभिचारमा, भ्रष्टाचारमा, झगडामा र डाहामा होइन। मित्रहरू, मेरा मण्डलीका प्रिय दाजुभाइ दिदीबहिनीहरू, अब बिउजने बेला आएको छ। जागा रहने बेला, सोबर हुने बेला, ठीक प्रकारले सोच्ने बेला आइपुगेको छ। रात बितिसक्यो,
दिन नजिक आएको छ। अब हामीले अन्धकारको काम छोड्नुपर्छ, ज्योतिका हात हतियार धारण गर्नु पर्यो। प्रियहरू, दिउँसो जस्तै गरी हामी ठिकसँग चलौँ। बेठी काम गर्नेहरू अँध्यारामा गर्छन्, अँध्यारामा नराम्रा कामहरू गर्दछन्। रातमा चोरी, हत्या, डकैती, व्यभिचार, लुटपाट, धेरै कुराहरू रातमा हुने गर्दछ। अब चाहिँ दिनको समय आएको छ। अब मोज मजामा, पिएकटपनामा, व्यभिचारमा बसेर, भ्रष्टाचारमा, झगडामा र डाहामा होइन। यहाँ लेखेको कुरा चाहिँ यही नै हो। याकुब 5:8 भन्दछ, तिमीहरूले पनि धैर्य धारण गर, आफ्नो हृदयलाई स्थिर गराओ, किनकि प्रभुको आगमन नजिकै छ। याकुबले पनि त्यही भन्छ, धैर्य धारण गर, आफ्नो हृदयलाई स्थिर गराओ, किनकि प्रभुको आगमन नजिकै छ। दोस्रो पत्रुस 3:9, दोस्रो पत्रुस 3:9, आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्, तर सबैजनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान हुनुहुन्छ। प्रभुले चाहिँ धैर्य धारण गर्नुभएको, ढिलो गर्नुभएको होइन। अझै पनि धेरै छन् जसले पश्चाताप गर्नुपर्ने, उनीहरूले पनि पश्चाताप गरून् भनेर प्रभुले धैर्य धारण गर्नुभएको छ। नभए त प्रभु आइसक्नु पर्ने थियो यो सबै परिस्थितिलाई हेर्ने हो भनेदेखि। तर प्रभुले धैर्य धारण गर्नुभएको छ। अरूलाई पनि प्रेम गर्नुहुन्छ, उनीहरूलाई पनि पश्चाताप गर्ने प्रभुले अवसर दिइराख्नु भएको छ। मित्रहरू, उहाँले ढिलो गर्नुहुन्न। दोस्रो पत्रुस 3:14, यसकारण प्रिय हो, तिमीहरू यो सबै कुराको प्रतीक्षा गर्ने भएको हुनाले उहाँको दृष्टिमा तिमीहरू दाग वा खोट नभएका र शान्तिमा बस्नेहरू हुनलाई प्रयत्न गर। उहाँको दृष्टिमा दाग वा खोट नभएको र शान्तिमा बस्नेहरू प्रयत्न गर। झै झगडामा होइन, बेचैनमा होइन, दाग वा खोट बोकेर होइन, पश्चाताप गरेर प्रभुमा तयार भएर। आमेन। किनकि उहाँ छिट्टै आउँदै हुनुहुन्छ, उहाँ छिट्टै आउँदै हुनुहुन्छ। अनि उहाँले चाहिँ हाम्रो मण्डलीलाई, नैम गङ्गबु मण्डलीलाई दाग वा चाउरी नपरेको एउटा प्रतापी मण्डलीको रूपमा प्रभुले भेट्न पाएको होस्। अब अन्तिम बुधा त्यहाँ चाहिँ लेखेको छ, एउटाले अर्कोलाई झन् प्रोत्साहन दियो। मैले अघि भने एक बुधा र चौथो बुधा उस्तै नै छ। हिब्रू 10:24 लेखेको छ, हामी एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुराको विचार गरौँ भनेर त्यहाँ लेखेको छ। एकाले अर्कोलाई उत्साहित गराउने, असल कामको निम्ति उत्साहित गराउने, प्रेमको निम्ति उत्साहित गराउने। यहाँ चाहिँ एउटाले अर्कोलाई झन् प्रोत्साहन दिने, इन्करेज गरौँ र यसो गरौँ है साथीहरू, हामी यसो गरौँ। मैले अघि भने म त इन्करेज भएको छु, कतिवटा कुराले इन्करेज भएको छु। मैले प्रोत्साहन पाएको छु। हिजो बेलुका बाल सङ्गतिका शिक्षक शिक्षिकाहरू उहाँहरूले कन्फरेन्स कल गर्नुभयो, म पनि आएँ, उहाँहरूको लागि प्रार्थना गर्न लागेँ। उहाँहरू कन्फरेन्स कल मार्फत जोडिनु भएको थियो, सङ्गति गऱ्यौँ। कस्तो उत्साहित भएँ, उहाँले मलाई उत्साहित गराउने काम गर्नुभयो। म प्रोभोक्ड भएँ, असल कुरा गर्नको लागि प्रोभोक्ड भएँ। सायद हामी यो काम गरौँ न, यो दिनहरूमा हामी पदहरू बाँडौँ, हामीले पाएको उत्साहको वचन बाँडौँ। हामीले त यो काम गऱ्यौँ भनेर भन्नुहोस् न। हुनसक्छ तपाईँ परिवार मिलेर सब्जी उमार्नुहुन्छ होला, हामीले यस्तो सब्जी उमार्यौँ, हामी छोराछोरीसँग मिलेर हामीले यो काम गऱ्यौँ, त्यस्तो कुराहरू बाँड्नुहोस् न। तपाईँहरू पनि यो गर्न सक्नुहुन्छ कि भनेर। हुनसक्छ तपाईँले प्रभुबाट विशेष प्रतिज्ञाहरू पाउनु भएको छ, पदहरू पाउनु भएको छ, त्यो कुरा बाँड्नुहोस्। मैले अघि देखाइराखेको थिएँ लाइभ आउँदा
राधिकाले कतिवटा पदहरू लेख्ने गरेको छ, प्रभुबाट पाएको पदहरू लेख्ने गरेको छ। मलाई त्यो एकचोटि दिनुहुने। अनि उसले त्यो लेखेका कुराहरू यो मण्डलीको उत्साहको लागि उनले किन लेख्थिन् म बुझ्दैन थिएँ। दिनदिनै उसले लेख्ने गर्छ, पेज पछि पेज। यो धेरै सुरु भएको छैन उनले लेख्न थालेको। उनले लेख्न थालेको यो पेजमा अब यो झन्डै यो यसमा पनि धेरै पेजहरू देख्न सक्नुहुन्छ। यसमा अरू केही पनि छैनन्, परमेश्वरको वचनहरू लेखिएका छन्। मात्रै परमेश्वरको वचनहरू, प्रभुबाट दिनदिनै पाएका पद अनि प्रतिज्ञाहरू। अनि परमेश्वरको इच्छा भयो भने हामी तपाईँहरूसँग आउँदा दिनहरूमा यो कुरा बाँड्नेछौँ, कोसिस गर्नेछौँ। मैले प्रशान्त भाइको सहायता माग्नुपर्छ होला कसरी मण्डलीसँग बाँड्ने भनेर। हामी यस्तो कामहरू गरौँ न मित्रहरू, हामीले एकाले अर्कोलाई उत्साह दिउँ। रोमी 12:8 भन्छ, अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले दान उदार चित्तले, शासन गर्नेले दत्त चित्त साथ, कृपाको काम गर्नेले खुसी साथ। हामी गरौँ है, यो काम गरौँ अरूलाई प्रोत्साहन दिनको लागि। अर्ती दिनेले अर्ती दिने, दान दिनेले उदार चित्तको साथमा दिएर, शासन गर्नेले दत्त चित्तको साथमा, कृपाको काम गर्नेले खुसीसित गर्ने। हामी यो काम गरौँ। अनि पावलको प्रार्थना पहिलो थिस्सलुनीकेको 4:18, यसै कारण एउटाले अर्कोलाई यी वचनहरूले सान्त्वना देऊ, यी वचनहरूले सान्त्वना देऊ। थिस्सलुनीकेका मानिसहरूलाई पावलले लेख्दछन्, हामी पनि एकाले अर्कोलाई यसरी सान्त्वना देऊ। पहिलो थिस्सलुनीकेको 5:11, यसकारण एउटाले अर्कोलाई प्रोत्साहन देऊ, एउटाले अर्कोलाई दरिलो पार्ने काम गर, जस्तो तिमीहरू पनि गर्दै पनि छौ। नेमगङ्गबु मण्डली, हामीहरू एकले अर्कोलाई प्रोत्साहन दिउँ, उत्साहन दिउँ, एकले अर्कोलाई दरिलो पार्ने काम गरौँ। यो लकडाउनको समय, जब हामी लकडाउन सकेर फर्केर आउँछौँ, हामीसँग यस्तो धेरै बाँड्ने कुराहरू हुनेछ, हामी यति उत्साहित भएर आउनेछौँ। यो समयभन्दा धेरै पहिलाभन्दा अझ धेरै उत्साहित भएर, किनकि हामीले एका अर्कोबाट उत्साह र प्रोत्साहनको वचन हामीले पाउनेछौँ। आमेन। हामी त्यो काम हामी गर्नेछौँ। आउनुहोस् हामी प्रार्थना गरौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ आजको वचनको लागि। तपाईँले मण्डलीलाई तयार गर्दै हुनुहुन्छ तपाईँको आगमनको लागि। तपाईँ चाँडै आउँदै हुनुहुन्छ आफ्नो वचन अनुसार। मण्डलीलाई तपाईँले तयार गर्दै हुनुहुन्छ, हामीलाई तयार गर्दै हुनुहुन्छ। दाग वा चाउरी नपरेको एउटा प्रतापी दोलाई, प्रतापी मण्डली तपाईँले तयार गर्दै हुनुहुन्छ। अनि यसको लागि तपाईँले प्रभु हामीसँग बोल्न लाग्नु भएको छ कसरी यो हुने भनेर। धन्यवाद तपाईँलाई। हामीलाई अब एकाले अर्कोलाई उत्साह दिने, प्रेम गर्नको लागि, असल कामको लागि प्रोत्साहित गर्नेहरू हामीलाई बनाउनुहोस्। केवल हामी हाम्रो घर परिवार मात्र होइन, एकाले अर्कोको लागि प्रार्थना गर्ने, अर्ज बिन्ती गर्ने, असल कुराहरू बाँड्ने, सरकारलाई सहयोग गर्ने, जति सक्दो हामी त्यो गर्नलाई सहायता गर्नुहोस्। प्रभु, हामी प्रार्थना गर्दछौँ घर घरमा रहेर हामी एकाअर्कोसँग सङ्गतिमा जोडिन सकौँ, सँगै यसरी आउन सकौँ तपाईँको उपस्थितिमा। अनि मण्डलीसँग तपाईँ निरन्तर बोल्नुहोस्। धन्यवाद आज हामीसँग बोल्नु भएको लागि। निरन्तर हामीलाई तपाईँले तयार गर्नुहोस्। अब सबै बिन्ती प्रार्थना धन्यवाद सुनिग्रहण गर्नुहोस्। येशू प्रभुको नाममा माग्दछौँ, आमेन। सबैलाई जय मसीह।